हेलो साथीहरू नमस्कार। के छ, आराम कुशल हुन्छ? खानपिन सम्बन्धीका विभिन्न किसिमका भिडियो ल्याउने क्रममा आज मैले लिएर आएको छु क्याम्पा कोला। इन्डियाको धनाढ्य व्यक्ति मुकेश अम्बानीले उत्पादन गरेको यो क्याम्पा कोला कोक, पेप्सी, फेन्टा सेन्टा यो कोल्ड ड्रिङ्क्स आइटम सबैलाई लडाउँछु भनेर पछार्छु भनेर उत्पादन गरेको। के पछार्छ त? मैले चाहिँ अहिलेसम्म यो पिएको छैन। आउनुहोस् सँगै पिउँ, टेस्ट गरौँ। अब यसको केही हिस्सा हाम्रो नेपालको धनाढ्य विनोद चौधरीको पनि होला सायद, है? उहाँले पनि निकै प्रचार गरेको देखियो। के हो, ठिक छ, आफ्नो ठाउँमा छ। तर यो 30 रुपियाँमा पाइन्छ। नेपालको विभिन्न पसलहरूमा पाउन सकिन्छ। मूल्यहरू 30, 250 ml। कोकलाई लडाउँछ त? औ टेस्ट गरौँ है त, आउनुहोस्। टेस्ट दामी नै लाग्यो है। तपाईको अलिकति त्यो कोक जस्तो गुलियो जति हुन्छ नि, कोक एकदम गुलियो लाग्छ मलाई चाहिँ। त्यो भन्दा गुलियोपना अलिकति कम्ती रहेछ है त। पिउनु नि पर्दाखेरि यो पिउनु भन्न चाहन्छु, किनकि 250 ml तो 50 रुपियाँ, यो 30 रुपियाँ। टेस्ट कता कता मलाई यो दामी नै लाग्यो है त। तपाईले पनि पिएर कमेन्ट गर्नु होला। बाई।